फाइनली हामी रूपसे झरना आइपुगेको छ है त। यहाँ चाहिँ हामी एक दुईवटा फोटोहरू खिच्ने हो सबैजना आस्ते तरिकामा गइन्छ फोटो खिच्ने गर्नुहुन्छ अनि पानी पानी बनाउनको लागि माथि उक्लेको है र यस्तो रहेछ एकदम चिसो हावा शीतल आइरहेको थियो तर क्यामेरामा चाहिँ पानी एकदमै पस्ने है। अनि त्यसपछि चाहिँ गन्तव्य स्थान हाम्रो चाहिँ यो थियो। फाइनली जमसममा पुगेर यहाँ हामी आयौँ यो चर्चमा। अनि यो भित्रको वातावरण चाहिँ यस्तो एकदमै सुन्दर महल जस्तै अनि क्रुस रहेछ एकदमै राम्रो। अनि भित्र कोठा पनि एकदमै ठुलो शान्त खालको भित्तामा यो आइकनहरू फोटोहरूले यो वेदीहरू पुलपिटहरूले एकदमै राम्रो लुक्स दिएको महसुस गरेर हाम्रो फादरहरू पनि फाइनली उहाँहरू आइपुग्नुभयो र मेन गरेर हामीले चाहिँ हाम्रो भिकार फादरलाई हामीले चाहिँ स्वागत गर्नको लागि हामीलाई पनि यहाँको गुरुआमा र यहाँको गुरुबाहरूले चाहिँ यसरी हामीलाई स्वागत गर्नुभयो। तर मेरो भिडियो चाहिँ आएनछ। हाम्रो गोर्खाको फादर हाम्रो पर्वतको फादर अनि हाम्रो पर्वतको उहाँ चाहिँ सचिव हाम्रो बुढी बजारको फादर यता हाम्रो गोर्खातिरको हाम्रो नवदुला र दुलै एकदमै खुसी राम्रो रहेछ है। खदा पनि सेतो खदाले सुहाएको छ हाम्रो डिकन मनराजलाई। मलाई चाहिँ लाको खिच्नु पाइएन र अब हामी फाइनली भित्र सबैजना यसरी पसिसकेपछिको हाम्रो बसाइ चाहिँ यस्तो भयो। धेरैजनाको पहिलो थियो र म चाहिँ बाहिर निस्केर एकछिन त्यसपछि भिडियो गरेँ हिमालको। एकदमै राम्रो गरी यो नीलगिरी हिमाल चाहिँ देखिरहेको थियो। अनि यहाँ बाहिर चाहिँ आरुको बोट नि रहेछ। एकदमै वातावरण सुन्दर थियो। यता हाम्रो डिकनहरू फादरहरू चाहिँ हल्का रमाइलो र रेस्ट गर्दै हुनुहुन्थ्यो। त्यसपश्चात हामी च्यान्टिङ भयो चाहिँ गीत भन्नु मिल्ने। त्यसपश्चात फेरि पनि हामीले हाम्रो अगुवाहरूबाट उहाँलाई हाम्रो भिकारलाई हामीले चाहिँ स्वागत गर्दै खदाहरू लाउने कार्यहरू गऱ्यौँ। एकदमै खुसी भयौँ र त्यो दिनको पहिलो हाम्रो खाना एकदमै टेस्टी एकदमै त्यहाँको हावापानी पनि मिठो र खाना एकदमै बवाल। यता हाम्रो डिकन खाल्टेको हुनुहुन्छ र यो रातिको सुताइ चाहिँ यस्तो थियो है त। कतिजना चाहिँ रातभरि घुरिराख्नु भएको थियो। हाम्रो डिकन चाहिँ रातभरि सुत्नु भएन र यो चाहिँ मेरो स्टाइल थियो एकछिन बिहानको अर्को दिन यो टाइम पास। त्यसपछि यहाँबाट हामी यसरी गरेर हामी फर्किन्छौँ र त्यहाँ कार्यक्रम गरेर फेरि पछि चाहिँ म एक्लै यतातिर घुम्न आएको थिएँ सोलो। यो चाहिँ मुक्तिनाथ जाने कतिजनाले चिन्नुहुन्छ एकदमै राम्रो रोड है। यहाँ मलाई एकदमै मजा लाग्यो। अनि त्यसपछि यो चाहिँ जोमसमको झोलुङ्गे पुल अगाडि मैले छोटो भिडियो बनाएँ। त्यसपछि सर लाग्यो सङ्गति किनभने हाम्रो मिटिङहरू थियो कार्यक्रमहरू गर्नको लागि हामी चाहिँ फेरि पनि त्यहाँ एकदमै ब्युटिफुल आवाज आइरहेछ मेरो। प्रेज द लर्ड। त्यसपछि हाम्रो फेरि यो चाहिँ हाम्रो अन्तिम खाना र त्यसपछि हामी चाहिँ फाइनली यसरी फर्केर मुस्ताङ जाँदाको एकदमै यो भाइरल पुल लामो पुलमा चाहिँ अनि आइपुगेपछिको यो दृश्य यता र उता एकछिन घुमेँ म यो ठाउँमा। त्यो चाहिँ
एकदमै रमाइलो भएको थियो म एक्लै। त्यसपछि सबै साथीहरू भेला भएर यसरी गुन्डा स्टाइलमा हामीले चाहिँ भिडियोहरू बनायौँ। सबैको ब्याग दामी दामी थियो है।